हाम्रो गुम्बाको सहयोगी दादाहरूको नाम अलि म चाहिँ आज बुद्ध जयन्ती रहेछ यसो गुम्बा डाँडातिर घुम्न जाँदै गरेको अवस्था है। यसो माथिबाट भिडियो खिचिरहेको अवस्था हाम्रो गुम्बा डाँडा पुग्न लाग्छ। अब म गुम्बामा भर्खरै पूजा सुरु हुँदै रहेछ, यसो हेर्न गएको थियो। म पूजा गर्दै हुनुहुँदो रहेछ हाम्रो लामाजीहरू, यता पूजा पाठहरू गर्दै हुनुहुन्छ है। यसरी आज बुद्ध जयन्तीको दिन रहेछ, त्यही भएर घुम्न गइदिएको अवस्थामा चाहिँ यता फेरि आज भोज पनि रहेछ कि क्या हो, यसो पूजामा है। भेज तरकारीहरू, चिउराहरू के रहेछ, अचारहरू। यता हाम्रो समूहको सामानहरू चाहिँ यसरी राखिएको छ। यता बाहिर पनि पूजा गर्दै हुनुहुन्छ हाम्रो नुवाकोट ककनी 3 नम्बर है, उर्गेन स्याडुप तारगेलिङ गुम्बा। हाम्रो यो चाहिँ गुम्बा डाँडा माथि। यहाँ चाहिँ घ्यावाहरू यसो सबै गरिन्छ। यहाँ सबै घ्यावाहरू, घ्याउ पनि यहीँ गरिने हो खास। सबै दिदीबहिनीहरू आइसक्नु भयो पूजाको लागि, बत्ती बाल्नको लागि। हाम्रो गाउँको यहाँ आइसक्नु भयो सबैजना, अब आउँदै हुनुहुन्छ कोही सबैजना चाहिँ पूजा गर्न बेलुकातिर आउँदै अनि यता पार्क पनि छ है हाम्रो गाउँमा। पार्क, यता घुमाउने पार्क भन्छ क्या अरे। यो बाटो चाहिँ हाम्रो काठमाडौँ, धादिङ लगायत यता बेलकोटगढी सबै ठाउँ देखिन्छ। यता चाहिँ फेरि तरकारी पकाउँदै गरेको अवस्था रहेछ है केटाहरूले चाहिँ। हाम्रो कुकहरू छ, अब सबैलाई चिउरा तरकारी, भेज तरकारीहरू दिने रहेछ। पूजा गर्दै हुनुहुन्छ यता चाहिँ। हेर्नुहोस्, बत्ती बाल्ने पूजा गर्ने यता एकदमै बुद्ध चाहिँ हाम्रो यो शम्भुनाथको जत्तिकै छ है, पुरै शम्भुनाथको जत्तिकै छ। दामी छ हाम्रो बुद्धको मूर्तिहरू चाहिँ, एकदमै राम्रो ल्याउनु भएको रहेछ। हाम्रो समितिहरूलाई धन्यवाद है, एकदमै राम्रो ल्याउनु भएको रहेछ। 3टा छ। यसरी चाहिँ आज